फाइनली टिकट पाएपछि चाहिँ हामी अब वेटिङ रुमतिर जाँदैछौँ। A few moments later. हाम्रो फ्लाइट चाहिँ अझै 4 आवर्स डिले भएको थियो। सो भोक लागेर चाहिँ हामीले त्यही एयरपोर्टको रेस्टुरेन्टबाट खाना अर्डर गऱ्यौँ। हामीले चाहिँ फर्स्टमा मोमो अर्डर गऱ्यौँ। मलाई चाहिँ मोमो मिठै लाग्यो तर यसको प्राइस चाहिँ महँगो थियो। यो रेस्टुरेन्टमा चाहिँ धेरै जस्तो सबै महँगै थियो। नेक्स्ट चाहिँ हामीले पिज्जा अर्डर गऱ्यौँ। पिज्जा चाहिँ मलाई त्यस्तो मिठो लागेन। त्यो क्रस्ट चाहिँ स्टोर बट जस्तो थियो एन्ड इट वाज नट वर्थ इट फर द प्राइस। One eternity later. वाउ, चलो चलो। फाइनली चाहिँ प्लेन बोर्ड गर्ने टाइम भयो। एयर ट्राफिक भएकोले गर्दा हामीले चाहिँ प्लेनमा पनि 30 मिनट्स जति वेट गर्नु पर्यो। टेक अफ भएपछि चाहिँ हामीलाई चकलेट, पिनट स्न्याक्स र एप्पी फिज दिएको थियो। वेलकम डाले। फाइनली ल्यान्ड भएपछि चाहिँ हामी अब होटलतिर जाँदैछौँ। सारस भेट्नु हुन्छ 4वटा सँगै हुन्छ यहीँ आउँछन् भित्रै। अहिले बाहिर उड्यो होला, अहिले बिहानतिर यहीँ 4वटै सँगै हुन्छन्। हामी चाहिँ होके होटलमा बस्दैछौँ। चेक इन गरेपछि चाहिँ हामीलाई वेलकम ड्रिङ्क दियो विच वाज रियल जुस। अनि अब चाहिँ हामी रुमतिर जाँदैछौँ। यो चाहिँ हाम्रो रुम हो। यहाँ चाहिँ एउटा मिरर छ। यो
चाहिँ टोयलेट भयो एन्ड वी हेभ अ बाथटब एज वेल, तर बिग्रेको थियो सो युजै गर्न पाएन। अनि यो चाहिँ जापानिज स्टाइल होटल भएकोले चाहिँ यहाँ चाहिँ यो स्टुल र बकेट जस्तो थियो नुहाउनको लागि, which was very interesting. Now moving on to the vanity. Hand wash, body lotion, shower cap, and dental kit. Wooden toothbrush. Toothpaste. यो चाहिँ टिभी भयो अनि यो चाहिँ हाम्रो बेड। रुममा चाहिँ यो जापानिज स्टाइलको बाथरुम पनि थियो, जुन चाहिँ म ट्राई अन गरेर देखाउँछु। अनि यो सेक्सनमा चाहिँ वाटर बोइल गर्नको लागि केटल भयो, अनि यो चाहिँ क्लेको कप्स, अनि यता चाहिँ टी र कफी छ। चिनी, कफी 3-in-1, ग्रीन टी, ब्ल्याक टी, मसाला चाय, এটা चाहिँ कप, এটা चाहिँ बोतल पानी, बोतलको पानीले एकछिन आराम गरेर अनि फ्रेस भएर चाहिँ अब हामी मायादेवी टेम्पलतिर जाँदैछौँ। अहिले चाहिँ मायादेवी टेम्पल जानको लागि चाहिँ बोटले पनि जान मिल्दो रहेछ, त्यसैले चाहिँ हामी त्यतैतिर जाँदैछौँ। यो चाहिँ लुम्बिनीमा भएको इटर्नल पिस फ्लेम हो। यसलाई चाहिँ नेपालीमा विश्व शान्ति दीप पनि भन्छ, अनि यो चाहिँ जहिले बलिराख्छ। अशोक स्तम्भसम्म जानलाई यहाँबाट हिँडेर जान्छौँ। हरियाली पनि छ दुवैतिर, पोखरी जस्तो दहहरू बनेको दहहरू छ। बेलुका रातसम्म देखिँदैन। इभिनिङमा चाहिँ यहाँ यसरी बत्ती पनि बालिरहेको हुन्छ। अनि टेम्पलभित्र चाहिँ जुत्ता लाएर जान मिल्दैन, सो यता चाहिँ जुत्ता राख्ने ठाउँ पनि बनाएको छ।
मायादेवी टेम्पलभित्र चाहिँ फोटो र भिडियो चाहिँ खिच्न मिल्दैन, तर त्यहाँभित्र चाहिँ पुरानो टेम्पलको पार्ट्सहरू अनि बुद्ध बर्न भएको स्पटलाई चाहिँ एउटा स्टोनले मार्क गरेको छ। टेम्पल बाहिर चाहिँ एउटा पन्ड पनि छ। अनि लास्टली चाहिँ हामी अशोक स्तम्भ हेर्न गयौँ। होटल फर्किएपछि चाहिँ हामीले थकाली खाना सेट अर्डर गऱ्यौँ। एन्ड द्याट्स इट फर डे 1।